हेलो एभ्रिवान, नमस्ते सबैजनालाई गाइज। आज फेरि पनि हाम्रो फुटबल गेम छ गाइज। अनि फुटबल गेमको लागि चाहिँ म यहाँ अलरेडी एकदमै तयारी अवस्थामा छु हैन। सबै सक्स अनि प्याडहरू सुजहरू सबै लगाएर म चाहिँ एकदम तयारी अवस्थामा छु गाइज। कपाल अलिकति टक्ला बनाएको छु। हरेक दिन मैले फुटबल खेल्दाखेरि यहाँ 2 गोल 3 गोल चाहिँ मैले आफूले सेल्फ गोल हान्छु हैन गाइज। अस्ति चाहिँ यो सक्स मैले माथिसम्म लाएको थिइनँ अनि यहाँनिर हल्का त्यो यो घाँसमा घिस्रेर चोट लागेछ। अनि फुटबल खेल्नलाई चाहिँ यस्तो लेग चाहिन्छ गाइज हैन। म चाहिँ पुरै लेग्स मस्त दौडिँदा दौडिँदा मेरो लेग्स चाहिँ यस्तो बनाएछ हैन। अनि खतरा फुटबल खेल्नुपर्छ आज पनि। त्यसपछि एटलिस्ट 2-3 गोल चाहिँ म पक्कै हान्छु आज पनि हैन। हरेक हप्ता मैले गेम खेल्दाखेरि गोल चाहिँ मेरो हरेक दिन भइरहेको हुन्छ। कहिले हेडिङ गोल, कहिले चार्ज गोल हैन। हरेक दिन मैले गोल गर्न सफल भइरहेको हुन्छ गाइज। साउदी टिमहरूसँग खेलेर मैले आफ्नो एकदम स्किल देखाइरहेको छु। खतरा फुटबल खेलेर मेरो आफ्नो स्किल फुटबलमा हैन अनि स्कोरहरू गरिरहेको हुन्छु। सो रमाइलो छ गाइज। बाहिर देशको मान्छे चाहिँ म एकजना मात्रै छु गाइज। अरू सबै साउदी टिमहरू छ हैन। म एकजना मात्रै अरू देशको मान्छे हो। प्लेयर्सहरू आउँदैछन्, धमाधम प्लेयर्सहरू आउने क्रम जारी छ। म यहाँहरूलाई प्लेयरहरूसँग पनि कनेक्ट गराउँथेँ। अहिले लगभग यहाँ प्लेयर्सहरू आउने क्रम जारी छ। कोही वर्कआउट गर्दैछन् उतातिर अनि कारहरू यहाँ अगाडि कारहरू पार्किङमा आइरहेछन्। यिनीहरू आउँछन् अनि मस्त फुटबल खेल्नुपर्छ। 1 घन्टा 30 मिनटको गेम हाम्रो हुन्छ गाइज हरेक दिन। सो मस्त गेम खेल्नुपर्छ हैन। अनि त्यसपछि म हजुरहरूलाई कुनै दिन यस्तो मौका मिल्यो भने स्कोर गरेको भिडियोहरू पनि म देखाउँछु। किनकि यहाँ एउटा साथीले युट्युबमा हाल्नको लागि स्ट्यान्डमा म क्यामेराहरू सेट गरिरहेको हुन्छ कहिलेकाहीँ। त्यस्तो भिडियोहरू मेरो स्कोरको भिडियोहरू क्याप्चर भयो भने म यहाँहरूलाई त्यो पनि भिडियो देखाउँछु। र सबैजनालाई मेरो हरेक भ्लगहरूलाई इन्जोय गर्नु होला अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला गाइज है। त्यही भन्न चाहन्छु। फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ है त गाइज। ओके, गोर्खे सलाम सबैजनालाई। टेक केयर एन्ड जय नेपाल। السلام عليكم. لازم نوصل مليون سبسكرايب. ايوه ونص مليون لايك. اوكي طيب شكرا. good. شكرا. اوكي उसले चाहिँ मिलियन